आज चाहिँ हामी धान बिउ गोड्न आएको धान रोप्नलाई। अनि मम्मीले के गर्नु भयो? के त्यति गर्न हो र? अनि के भयो रोप्ने त आज त कहाँ हुन्छ र आज त त्यो एक्कासी मेरो बनाइदियो बिउ नभइकन हुन्न भोलि शनिबार छ के अरे भोलि छुट्टी छ नि आउनु अनि मेरी छोरी पनि छिन् त्यही भएर त मैले यस्तो मौका छोडेको थिएँ नि झन् यो पालि त रोप्न पर्ने होइन भनेर मक्खै परेको थिएँ। खोलामा नि त्यस्तै बाढी आउने थियो आइतबार शनिबार मलाई त्यही हुन्छ कि म यसरी काम गर्दाखेरि मैले मात्रै गर्छु अनि रातभरि रुनुहुन्छ? रातभरि रुन्छु के अरे कसैले सुन्छ भने दोकानतिर आएर गर्दै सुत्छु मम्मी के पकाउने अरे? दाल बस्छ ठिक्क धेरै दाल ठ्याक्कै दुई त्यो साना गिलासका चामलको गिलासका 1 गिलास दाल फालेर दाल फाले त मेरो बाबा फाल्ने त के खाने र मैले बिस्कुट खान्छु। गए दिदी बाई। खाना पकाउन पठाउनु भयो घर के गर्नु के छैन त्यही नि सजिलै भयो। म घर जान्छु पहिला बिस्कुट किनेर खान्छु अनि यहाँ चाहिँ मेरो दाइको छोरा हुन्छ पुकुली क्युटी। अर्को दिन चाहिँ अब हामी बिहान धानसान रोपेर फेरि यहाँ खेत अर्को तलको खेतमा गएको थियौँ। अनि अटोमा गएको मम्मी र म भाइ। अनि मेरो दिमाग हेर मैले त्यही यही अटोमा मैले नयाँ छाता छोडेर बिर्सेछु के लिग्नै बिर्सेछु। यस्तो पागल मम्मीले त्यही गाली गर्नुभयो अनि के भन्ने। आम रेडी नाउ। मैले चप्पल नै बनाइसकेँ। अब यो चप्पल कहाँ राखौँ यस्तो हिलो हो। वेट आई विल सो यू। उताबाट रोप्ने हो शीतलबाट रोपौँ के? उधर बाड़े ऐसी रोपनी। देखो गाइस हमको डांट पड़ रही है। यस्तो गर्मीमा यहाँ 12 बजे पनि काममा रहन त्यो पनि यहाँ कराइरहन चाहिँ के भन्ने र काँडा गऱ्यो के काँडा सुरुको काँडा गऱ्यो म्यासको झोल कराको कराई हुन्छ अघिदेखि कराको कराई कराको कराई कराको कराई। यो रोप्न लगाएको मम्मीहरूले रोप्न लगाएकोदेखि स्याट उहाँ अनि उता पनि एउटा तर म कसरी देखाऊँ अहिले देखाउन मिल्दैन। गनाहने गडौली बल्ल त्यति रोप्यौँ हामीले। अनि गर्मी भएर हामी अब बस्न जान थाल्यौँ त्यतातिर। यस्तो गर्मी अनि 1 बजीदेखि होइन कति बजीदेखि त हामीले बिउ काटेर आयौँ 1 बजीदेखि यहाँ रोप्न आएको त्यहाँदेखि यति मात्र रोप्यौँ। मम्मी गइसक्नु भएको। अब त्यहाँ हिलोमा कहाँ गएर बस्नु नि मलाई थाहा छैन कि त्यो हिलोमा शीतलमा बस्नु जा भनेर हिलोमा लिएर हिँड्नु दिमाग खराब। यहाँ बानेको फेरि निक्लेको गरेर न ओ यहाँ त गर्दो रहेछ बे। वहाँ गएर रोप्न लाउन बस्ने भनेको रोप्न लाउनु के अब
माई मदर्स हुलिया लुक भाउ देखिस् मेरो साथीहरूले नि हेर्छन् भिडियो नानी तपाईँले अघि मलाई ढुङ्गाले हान्न छ नि मेरो मम्मीसँग मजाक गर्न नि हुन्न मलाई ढुङ्गाले हान्न पाउनु 4 चोटि तिमी म भागेको यस्तो हिलोमा म कसरी भागेँ होला बिचरा मम्मी के भन्न चाहनुहुन्छ हजुरले जन त जान्न चाहन्छन् के भन्न चाहनुहुन्छ हजुर स्माइल ओहो नभ्याउनु है पानी अहिले लिन जान दुःख हुन्छ कहाँ बस्नु त यस्तो अब कुन त कहाँ बस्न ल्याउनको अब कहाँ बस्नु अब घरै पुग्ने हो क्या कहाँ चाहिँ बस्न आएछ भनेको यस्तामा आएर बस्नु अब मलाई मोबाइल नगरेर के मलाई अब यसो भोलि पर्सि हेर्नुहुन्छ नि फेरि कस्तो होला पुकुली लु पानी खाऊ त्यहाँ फ्रिजमा राखेको जान्नु बाबा हुनुहुन्छ कति गर्मी हो आइएम लुकिङ ब्याड बट इट डजन्ट म्याटर राइट नाउ धेरै नाटक न क्यामेरा देखेपछि फेरि साइलेन्ट हो कि नत्र अरू बेला त यति गाली गर्नुहुन्छ नि यसो मोबाइल लिएर क्यामेरा गर्न थाल्यो भने हाम्रो बाबा त्यस्ता क्यान्सर गरेर बित्न थाल्यो क्यामेरा लिएर कस्तुरी गर्दै टोपी मिलाउने यसो गर्नु त भन्थ्यो एभ्री मोमेन्ट एभ्री यहाँ पुग्यौँ हामी बल्ल 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 यस्तो ढाड दुख्यो नि उता पानी नभएकोतिर त यति दुःख भएको थियो यताको रोपेर भइसक्नु भयो यता हिलो हाई भन्नु हाई यता आन्टीले न्युरो टिप्दै हुन्छ वेलकम टु माई भ्लग आन्टी यतिले कति साग पुऱ्याउने होला यहाँ नि हो यो माटो लाएको टिप्दिउँ राखेको छु गर्मी भयो मम्मीले मेरो पहिलाको घर जहाँ थियो त्यहाँ आइसक्यो अब म देखाउँछु भेटाएँ एउटा मम्मी आप लाउनु अङ्कले खानु त हाम्रो राख्दैन पारमा न लिउ फाइनली आई एम होम राइट नाउ भर्खर 5 मिनट भयो यहाँ आएको यस्तो गर्मी हो अब यस्तो नुहाउँछु चट्ट लगाएर होइन अनि अब खाना कुखुरा काट्दैछन् अनि पकाउने खाना खाने सुत्ने अनि आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्छु 2-3 दिनदेखिको भिडियो सबै एडिट गर्दा अझै एडिट गरेन एडिट गर्ने अब खाना खाएर राति 10 बजीतिर हो बल्ल भ्याउँछु होला अनि भिडियो चाहिँ बल्ल बिहानतिर राख्छु 6 बजीतिर अझै मेरो हात त्यस्तो आफूर बाई यो चाहिँ मेरो साथीले रोप्न लागेको आफ्नो गाउँतिर अनि अब मेरो भिडियो त छैन रोप्न लागेको त्यही भएर इन्को भयो नि राखिदिउँ यो थर्डवाला पर्पलवाला हो तिमी त्रिसा राति 11 बजीतिर बल्ल थाहा भएको थियो कि भिडियो आएको अनि बल्ल राखिदिन्छु बिहान राख्दै हो तिमी